बोका ए बोका के भयो मैले त खाली गएको हो मेरो भ्युवर्सको लागि त अब ए बोका तैँले के यो भिडियो के भ्युवर्सहरूलाई मेरो खत्तम स्वर सुन्नु लागि बोलाएको कि भुटान घुमाउनु लागि घुमाएको होइन उयो मेरो भ्युवर्सहरूलाई उयो भुटान भिजिट बनाउन लागि हेर भाइ मेरो भोइस एप्पी खतम छ बुझिस् एकदम खतम छ कि मेरो साथीहरूले पनि भन्छ प्लिज नगा अनि मेरो र भ्युवर्सलाई थाहा छ कि हामीले यो इन्ट्रो बनाएको जस्ट फर फन तर अब चुप लागेर बस् त हो अनि हिँड तेरो आधार कार्ड बोकिस् ए अनि भन्दाखेरि भ्युवर्सहरू मेरो प्यारो भ्युवर्सहरू अगर तपाईँहरू भुटान जानुहुन्छ भने प्लिज आफ्नो आधार कार्ड हो अनि भोट कार्डहरू चाहिँ लगिराख्नु हो अनि काहीँ थिम्पू जाने पारो जाने प्लान गर्नु भन्नु भने चाहिँ त्यति बेला चाहिँ तपाईँहरूको आफ्नो पासपोर्टहरू ल्याउनु हो ल अब यिनै बोका उयो गिटार राख अब सालाले खुवाउनु पनि दिँदैन के अरे के होइन जाउँ हिँड सो यहाँ चाहिँ हो भुटान गेट तर यो खालि गेट मात्रै होइन यो चाहिँ एउटा सिम्बल हो जुन चाहिँ कनेक्सन गर्छ दुईवटा कन्ट्रिजदेखिको इन्डिया र भुटान हो अनि गुड्स मान्छे अनि जस्तो देख्नु हुनुहुन्छ गाडीहरू यहाँदेखिको जयौनदेखिको यहाँ भुटान जान्छ हो इन्डिया हो अहिले जस्तो देख्नुहुँदैछ नि अहिले स्क्रिनमा यो चाहिँ फर्स्ट उयो भुटान गेट हो अनि यहाँ हेर्नुहोस् अहिलेको भुटान गेट 2025 मा भएको फाइनल यहाँबाट जान्छ हो अनि यहाँबाट जस्तो राइट जानुहुन्छ त्यसो हेर्नुहुँदैछ नि अहिले मान्छेहरू जहाँ पुरै मान्छेहरू छ नि यहाँ चाहिँ उयो एन्ट्री र एक्जिटको पोइन्ट हुन्छ जहाँ चाहिँ भुटानबाट चाहिँ भुटान र इन्डिया चाहिँ उयो आउँछ जे यल्लो भयो त कतिजना रहेछ हुन्छ होला यति नै हो सो हेलो एभ्रिवान सो अहिले म यता छु पिएसए
ग्राउन्डमा जुन चाहिँ फुल फर्म चाहिँ फुन्चेलिङ स्पोर्ट एसोसिएसन हो। यो चाहिँ एउटा दामी खालको यो फुटबल ग्राउन्ड हो। अनि यसको खास बात चाहिँ के हो भने चाहिँ अगर तपाईँहरू अलिक अगाडि भुटान गेटको अलिक अगाडि गयो भने चाहिँ यता पिएसए पाउनुहुन्छ हो। अनि तपाईँलाई भनिदिउँ कि यो फिल्ड चाहिँ हो 105 मिटर बाई 68 मिटर्स। अनि यो बेस्ट पार्ट चाहिँ के हो भने चाहिँ यसमा चाहिँ आर्टिफिसियल ग्रास हुन्छ, त्यसमा चाहिँ प्लेयर्सहरूलाई जो खेल्नुहुन्छ उयो जो प्लेयर्सहरू खेल्नु आउँछ नि यता, तिनीहरू चाहिँ लाग्छ कि रियल स्टेडियममा खेलेको जस्तो हो। अनि यस्तै आर्टिफिसियल ग्रासहरू तपाईँले पाउनुहुन्छ। फर्स्ट अफ अल त बारासात जुन चाहिँ हो वेस्ट बेङ्गल हो, बारासात वेस्ट बेङ्गल। अनि जम्मू कश्मीरमा पनि छ एउटा यस्तो हो। अनि धेरै फेमस पिपलहरूले पनि खेल्नुहुन्छ, जस्तो हाम्रो भाइचुङ भुटियाहरू भयो हो। अनि अगर तपाईँहरू आउनुहोस् न एकताल ल, एक भिजिट गर्नु। ऑरेंज वर्सेस ब्लू टीम लो चल्यो म्याच। अलिकति म्याच हेरिकन जाउँ ल। तपाईँहरूलाई पनि देखाइदिन्छु। ऊ गयो, हल्का देखाइदिन्छु तपाईँहरूलाई पनि। यो चाहिँ ऑरेंज टिमको साइड हो अनि यो चाहिँ ब्लू टिमको। गोल। अहिले चाहिँ म यता बस स्ट्यान्डमा छु हो। अब तपाईँहरूलाई बस स्ट्यान्ड चाहिँ किन देखाएको भने किनभने यहाँ तपाईँहरू अगर इन्डियाबाट यहाँ आउँदैछ हो अनि तपाईँहरू अगर थिम्पू पारोहरू जानुहुन्छ भने यहाँ डाइरेक्ट बसहरू पाउँछ हो। भुटान गेटको बाहिर पनि उयो ट्याक्सीहरू पाउँछ, तर तिनीहरू के हो मतलब पर्सनल हो कि मतलब उनीहरूले बेसी लिन्छ होला भनेर चाहिँ यहाँ चाहिँ उयो बस स्ट्यान्ड हो। अहिले चाहिँ यो म्याच हेर्दा हेर्दै अँधेरो भएछ हो, मजाको म्याच भएछ हो थियो हो। अनि यहाँ चाहिँ रोड यहाँ दिनको यहाँ जान्छ। यता आएको छु म चिया खानु हो। अनि आजको लागि यति नै हो। अनि लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि फ्रेन्ड्स फ्यामिलिज। अनि अहिले तक सब्सक्राइब गरेको छ भने छैन भने गरिदिनुहोस्। हेप्पी राम्रो छ हो, रोड पनि राम्रो हो।
दिस भिडियो अनि प्लिज एकपल्ट तपाईँहरू भिजिट गर्नुहोस् हेरिरहनुहोस्